हाई हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी इटरीको गोकुलम र गोकर्ण घुम्न आएको छौं। अब यहाँ के कस्तो हुन्छ तपाईहरुलाई पनि म भ्यूहरु म देखाउने कोसिस गरिरहेको छु। र मेरो छोरा, मेरो मिसेस र सालो अविनाश पनि आएको छु। यहाँ तपाईले देख्नुहुन्छ यहाँ गोकर्णमा अहिले चाहिँ छौं भने यहाँ सानो नानीहरुको लागि फन पार्क छ। यहाँ तपाईले नानीहरु लिएर नानीहरुलाई विभिन्न थरीका खेलहरु खेलाउन सक्नुहुनेछ भने यसको साइडमा समर सिजन को लागि स्विमिङ पुलको पनि व्यवस्था छ।
यहाँ चाहिँ हामी बोटिङ गरिरहेछौँ। मेरो बुढी पनि जोसिएर हामी यहाँ पुल तर्न आँटिरहेको छौँ खतरा पाराले। फास्ट नगर्नु, बिस्तारै बिस्तारै जाउँ न, बिस्तारै अन्त मजा आउँछ त। वाउ, हामी कहाँ आइपुग्यौँ होला हेर। यहाँ खतरा तालले बोटिङ भइरहेछ यहाँ, र बोट चलाउने मान्छे चाहिँ यतापट्टि पर्यो। खतरा छ, खतरा पाराको। दिबो पनि सकि नसकि यहाँ। के हो, तीसम्म मात्रै हो के हो, फर्काइदिउँ। कहाँ यहीँसम्म हो क्या हो, निस्किँदैछ र? ए जाम लागेको। किन गलेको? मेरो जुत्ताले नै उयो हुन्छ नि त। मेरो उल्टा पऱ्यो नि त, नत्र मै गर्थेँ। छेउ गएर लैजाउँ न त, टाइटानिकको खेतमा होस् ठोकिन्छ होला। भयो होइन, नरिवलको पत्ता होला। दिबुले यीले मरे यो बुढी त हेरेको गरेर। खोइ यहाँ मेरो खिचा यताको यो यस्तो भ्यूहरू ननिकालेर। यहाँ मेरो श्रीमान पतिदेवले बोटिङ गरिरहेछ। यहाँ चाहिँ मेरो सुपुत्रले हातले चलाउँदैछ। कतिको मजा आउँदैछ भन्, साइकल कुदाउनु।
यता हेर त्यही पुरै भिडियोमा रेकर्ड गर्दै आशा लागेन अघि त मर्नु यो खोलासँग डर लाग्छ भयो अफ गरिदिउँ यहाँ त को लड सुती पो राख्दैछ त यो स्ट्याचु त भयो भिडियो आइपुग्यो लो यता हेर मजा आयो पुरा बाबा नि दिव्यान